किन मैले त्यो देख्दैन त्यो, किनभने नेपाली जनता अग्रगमनतिरै जान्छन्। सुन्नु न, यता यता ठुला भनिएका दल, नयाँ दल होइन, संसदमा एक खालको जनताको त्यो प्रतिनिधित्व गरेका जो दलहरू छन्, ठुला या साना दलहरू, ती दलहरू प्रति जनता असन्तुष्ट भइरहने हुने होइन। अनि नयाँ जो अग्रगमन तपाईँ भन्नुहुन्छ, त्यस्ता शक्तिहरू सत्तामा ठ्याक्कै नदेखिएको अवस्थामा त अनि फर्किने त त्यही त होला होइन। आवश्यकता हुन्छ त्यो शक्ति आउँछ बाहिर, फ्रन्ट लाइनमै आउँछ होइन। अहिले तपाईँले भने जस्तै सानो सङ्ख्यामा देख्नुभयो होला होइन, ठुलो भोल्युममा बाहिर सडकमा नआएको होला, त्यस्तो शक्ति नै देखिएको छैन। ताकि मुख्य शक्ति नै त्यही हो नेपालमा। यति बेला हेर्ने हो भनेदेखि एकातिर सत्ताधारी दल या विपक्षी दल अहिलेको व्यवस्था पक्षधर एकातिर छन्, र यति बेलाको प्रतिपक्षी भनेकै चाहिँ को देखिन्छ, कस्तो देखिन्छ भने जो सडकमा रहेको राज संस्था पक्षधरको शक्ति चाहिँ देशको एउटा प्रतिपक्षी शक्ति जस्तो देखिन्छ। त्योभन्दा बाहेकको त्यस्तो शक्ति देखिन्छ र अहिले होइन। तपाईँले भने जस्तै त्यो शक्ति प्रतिपक्षी जस्तो देखिएको छ, मैले देखिएको छैन भन्न, मैले त्यो शक्ति नै होइन, केही पनि होइन मैले भन्ने नि त, मैले त्यो छ, त्यसप्रति मान्छे आकर्षित विभिन्न ढङ्गले भइरहेका छन्। तर मैले के भन्दैछु भने अहिले यथास्थितिमा रहेका संसदीय दलभित्र पनि अग्रगामी मान्छेहरू छन्। भोलि चाहिँ वार र पारको लडाइँ हुँदाखेरि ल चाहिँ पश्चिमतिर जाने कि अथवा पछाडि फर्कने कि अगाडि फर्कने भन्ने लडाइँ हुँदाखेरि त्यहाँ के हुन्छ भने अहिले भएका दलहरूमा विभिन्न ढङ्गले चाहिँ प्रलोभनमा, लोभमा, विभिन्न प्रकारले अहिले गाँजिएर बसेका मान्छेहरू छन् नि, ती मान्छेहरू अग्रगमनतिरै जान्छन् कि। जब अग्रगामी शक्ति आउँछ नि सडकमा, त्यो नै मुख्य शक्ति बन्छ कि। त्यस्तो बेलामा राज संस्था ल्याउँछौँ, राजतन्त्र ल्याउँछौँ अथवा राजा ल्याउँछौँ भन्ने शक्ति पनि त्यही अग्रगमनकै पक्षमा लाग्छ कि।